कविताको शीर्षक छ बाको अनुहार। त्यो अनुहारमा दुई आँखा घाम जुन चम्कन्छन्, उडिरहन्छ आत्मविश्वासको एउटा चङ्गा। त्यो अनुहारमा दुई आँखा घाम जुन चम्कन्छन्, उडिरहन्छ आत्मविश्वासको एउटा चङ्गा। आपद विपदको हावाहुरीमा जुत्दै मुस्कुराउँछन् सुन्दर सुनाखरी र गुराँस। त्यो अनुहारमा हरेक बिहान नयाँ दिनको भारी बोक्न, त्यो अनुहारमा हरेक बिहान नयाँ दिनको भारी बोक्न उदाउँछ एउटा घाम, जो साँझमा दुःखका धर्सा छोप्दै खुसीका ससाना पोका बोक्दै आइपुग्छ उज्यालो पार्दै घर आँगनमा। त्यो अनुहारमा संसार पढ्ने आँखाहरू चिम्सा छन्। थेप्चो छ आत्मसम्मान उचाल्दै उभिएको नाक, चाउरिएको छ सुख दुःखले चिप्लेटी खेल्ने गाला। कलेटी परेको छ मुस्कानको लेफ्ट राइट गर्ने ओठ, घामले डढेको छ मङ्गोल पहिचान। मलाई राम्रो लाग्छ, धेरै राम्रो लाग्छ जब सबले सुनाउँछन् तेरो अनुहार काट्टाकोटी तेरै बाको जस्तो। सम्पूर्ण महानुभावहरूमा सेवा नमस्कार छ। आज मैले धेरै लामो समय पछाडि यो कविता काव्य लिएर लाइभ कार्यक्रममा उपस्थित भएको छु। खबरपेटिका.com को तर्फबाट सम्पूर्ण फेरि पनि सेवा नमस्कार छ, हार्दिक आभार व्यक्त गर्न पनि चाहन्छु। र आज म धेरै लामो समय पछाडि तपाईहरु समक्ष यो लाइभ कार्यक्रममा उपस्थित भएको छु। यो लाइभ कार्यक्रम हामीले नितान्तै यो साहित्यिक कार्यक्रमहरू यहाँ प्रस्तुत गर्न गइराखेका छौँ। यो चाहिँ मैले कविता काव्य वरिष्ठ साहित्यकार तथा कवि चन्द्र गुरुङ सरको चाहिँ यो जब एउटा मान्छे हराउँछ भन्ने कविता संग्रहबाट यो कविता संग्रह यो बजारमा उहिले नै आइसकेको छ। यो कविता संग्रह लिएर तपाईहरु समक्ष यो कविता अत्यन्तै यहाँ मार्मिक कविताहरू र देश दुखेका कविताहरू र परदेशमा नेपालीहरूले भोगेका दुःखहरूको फ्यारिस्त यो कवितामा पोखिएको छ, यो कविता संग्रहमा पोखिएको छ। त्यसैले तपाईहरु पनि जब एउटा मान्छे हराउँछ भन्ने कविता संग्रह बजारमा आइसकेको छ र तपाईहरुले यो कविता पनि बजारमा पाउन सक्नुहुनेछ। र यहाँ साथीहरू पनि यहाँ धेरै महानुभावहरू पनि जोडिएर मलाई साथ सहयोग गर्दै हुनुहुन्छ र मलाई सुन्दै हुनुहुन्छ। र तपाईं कहाँबाट सुन्दै हुनुहुन्छ, मलाई कहाँबाट हेर्दै हुनुहुन्छ, कृपया कमेन्ट बक्समा कमेन्ट गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्न चाहन्छु। र मैले अहिले अर्को फेरि पनि कविता संग्रह जब एउटा मान्छे हराउँछबाट अर्को कविता मैले लिए। कविताको शीर्षक छ निर्बन्ध खुसी भन्ने कविता यसरी मैले वाचन गर्न चाहे। कहिले काहीँ उड्दै आकाशमा गल्छ थकानले पखेटाहरू। कहिले काहीँ उड्दै आकाशमा गल्छ थकानले पखेटाहरू। सुक्छ तिर्खाले घाँटी, सताउँछ भोकले, भिजाउँछ वर्षाले मनका रहरहरू। पोल्छ घामले उमङ्गहरू, तर ऊ निर्बन्ध एउटा खुसी जिन्दगी उड्छ। यो कविता यति नै। र अर्को कविता फेरि मैले लिए, यस साँझ भन्ने शीर्षकको कविता। जब एउटा मान्छे हराउँछ भन्ने कविता संग्रहबाट नै लिएको छु। यसमा शङ्कर बोहरा निर्मलज्यू आएर मलाई सुन्दै हुनुहुन्छ, उहाँप्रति पनि म धेरै आभार व्यक्त गर्न चाहन्छु। अर्को कविता मैले यसरी वाचन गर्न चाहे। यस साँझ फुलबारीको सौन्दर्यलाई लुच्न कुनै आतताईले झैं पसेको आँधीलाई। फुलबारीको सौन्दर्यलाई लुच्न कुनै आतताई झैं पसेको आँधीलाई। कानमा च्याप्प समातेर राख,
कानमा च्याप्प समातेर राख, कुनै उज्यालो दिन गफ गर्न सकिन्छ यो कालो समयबारे। कुनै दिन गफ गर्न सकिन्छ यो कालो समयबारे। आँखाको डिलबाट झरिरहेको आँसुलाई, आँखाको डिलबाट झरिरहेको आँसुलाई नदेऊ खस्न सजिलै, नदेऊ खस्न सजिलै। आँसु झरेको त्यो भुइँमा धुलो उठोस्, हिँडोस् असन्तुष्टिले केही कदम। यसरी हात उठाउने छ असहमतिमा, गालाको डिलतिर चिप्ली गएको मुस्कानको। सजाऊ सुन्दर चित्र मनको क्यानभासमा साथी, सजाऊ सुन्दर चित्र मनको क्यानभासमा साथी। समयको आकाशमा कुनै पल मुस्कानको यस चराले रहरको पखेटा फैलाइ भर्नेछ उन्मुक्त उडान, भर्नेछ उन्मुक्त उडान। जीवनका लयहरू गाउँदा गाउँदै मृत घोषित गीतहरूमा भर फेरि नयाँ प्राण। पुनः उभ्याउ ध्वस्त स्वप्न महललाई, पुनः उभ्याउ ध्वस्त स्वप्न महललाई। थाकेको छ हुरीसित जुत्दै नरको पहाडमाथि पुगेको घामलाई। उडाउनेछ भोलि फेरि नयाँ बिहानी, उडाउनेछ भोलि फेरि नयाँ बिहानी। यात्राबाट फर्केका खुट्टाहरूले थकान बिसाउन घर आँगनमा टेक्दैछन्। गुणतिर उडेका चराले छुनेछ फेरि नयाँ क्षितिज, गुणतिर उडेका चराले छुनेछ फेरि नयाँ क्षितिज। जीवनको थकित समयमा उज्यालोलाई मनको ल्याम्पपोस्टमा झुन्ड्याएर कुरा गर्नेछ यस अँध्यारोसित, कुरा गर्नेछ यस अँध्यारोसित। यस साँझ गन ठुला साना खुसीहरू गर जोड घटाउ, लगाऊ हिसाब दुःख सुखहरूको। उठोस् रहरको तरङ्ग घाउचोट पन्छाउँदै, उम्रियोस् आँटको नयाँ बिरुवा, उम्रियोस् आँटको नयाँ बिरुवा। पलोस् चलोस् उमङ्गको लहर, चलोस् उमङ्गको लहर। जीवन बाँच्ने नै यसरी हो, जीवन बाँच्ने नै यसरी हो। वरिष्ठ कवि तथा साहित्यकार चन्द्र गुरुङज्यूको मैले यो कविता, यस साँझ शीर्षकको कविता सब तपाईँहरू समक्ष फेरि पनि सुनाएँ। यहाँ मलाई सुन्नको निम्ति धेरै धेरै महानुभावहरू जोडिनु भएको छ। यसमा फेरि प्रेमवादी समीर यात्रीज्यू पनि जोडिनु भएको छ। नमस्ते गुरु हजुर भन्नुभएको छ, यहाँलाई पनि हार्दिक स्वागत छ र यहाँलाई पनि नमन छ र मलाई सुनिदिनु भएकोमा धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु। र फेरि मैले अर्को कविता सुनाएँ। यो कविता चाहिँ मैले अहिले जब एउटा मान्छे हराउँछ भन्ने कविता सङ्ग्रहबाट लिएको छु। वरिष्ठ कवि हुनुहुन्छ चन्द्र गुरुङ, उहाँको कविता मैले यसरी चाहिँ क्रमशः वाचन गर्दै गइराखेको छु। यी कविताहरूमा देश दुख्छन्, यी कविताहरूमा युवाहरूको मन दुख्छन्, यी कविताहरूमा परदेश दुख्छन्, यी कविताहरूमा गाउँ घर सहर हिमाल तराई पहाड सबै दुख्छन् र यी सबै हिमाल पहाड तराई देश परदेश सबै कुराको यो कविताले प्रतिनिधित्व गरेको छ। त्यसैले यो कविता मलाई अत्यन्तै बल लाग्छ र जीवनसँग अत्यन्तै अब प्रगाढ सम्बन्ध भएको कविता लाग्छ। त्यसैले यो कविता तपाईँहरूलाई मैले आज क्रमशः सुनाउन गइराखेको छु। र अर्को कविता छ झुक्दा झुक्दै शीर्षकको कविता अर्को मैले यसरी सुनाउन गइराखेको छु। तिमी काखको सन्तानलाई चुम्न आमाको अधर झै झुकेनौ, तिमी काखको सन्तानलाई चुम्न आमाको अधर झै झुकेनौ। धरतीको पीडा सुमसुम्याउन बादल झै झुकेनौ, धरतीको पीडा सुमसुम्याउन बादल झै झुकेनौ। घुम्दा घुम्दै थाकेको पृथ्वीको शिर झै झुकेनौ। तिमी बेगन बेलीको सौन्दर्यले सजिएको हाँगा झै झुकेनौ। शीतले लुचुप्प शीतल पात झै झुकेनौ, शीतले लुचुप्प शीतल पात झै झुकेनौ। डाँडा माथिको चन्द्रमा झै मनभरि मायामा झुकेनौ। तिमी त पहाड माथिको ढुङ्गा झै चकनाचर हुने गरी झुक्यौ। सुकेको रुख झै भाँचिने गरी झुक्यौ, छहरा झै अनुहारको चमक हराउने गरी झुक्यौ। साथी तिमी गलत झुक्यौ, साथी तिमी गलत झुक्यौ। यो कविता तपाईँहरूसँग झुक्दा झुक्दै मैले वाचन गरेँ। फेरि अर्को कविता यसरी वाचन गर्न गइराखेको छु। अहङ्कार भन्ने कविता वाचन गर्न गइराखेको छु। अहमको कालो घाम शिरमाथि उक्लन्छ, अहमको कालो घाम शिरमाथि उक्लन्छ। उक्लेर शिरमाथि बिस्तारै त्यो सघन बन्छ, उक्लेर शिरमाथि बिस्तारै त्यो सघन बन्छ। फराकिलो बन्छ अनि क्रमशः घटाउँछ मान्छेको उचाइ,
अनि क्रमशः घटाउँछ मान्छेको उचाइ। यो एकदम छोटो मिठो र चोटिलो कविता थियो र कविता भनेको चाहिँ अनुभूतिले रङ्गिएको विवेकलाई कविता भनिन्छ। त्यसैले यो कविता काव्यमा पनि यसरी अत्यन्तै उत्कृष्ट खालका कविताहरू छन्। र अर्को मैले एउटा कविता फेरि सुनाउन गइराखेको छु, ईश्वरको हत्या भन्ने कविता। ऊ सरल र सोझो मान्छे थियो, ऊ सरल र सोझो मान्छे थियो, सबैभन्दा पहिले उसका मायालु स्पर्शयुक्त औँला चुडाए, परोपकारी हात भाँचिदिए। उसका मायालु स्पर्शयुक्त औँला चुडाए, परोपकारी हात भाँचिदिए। त्यसपछि निरपराध अनुहार छेदविच्छेद बनाइयो, सत्यमार्गी खुट्टा तोडिए, मृदुभाषी जिब्रो थुतियो, मृदुभाषी जिब्रो थुतियो, दबाइयो कर्णप्रिय बोली, अन्त्यमा चिथोरिदियो मुट्टु, अन्त्यमा चिथोरिदियो मुट्टु। आज बिहान यस घटनाबारे अखबार बेच्ने फुच्चे, आज बिहान यस घटनाबारे अखबार बेच्ने फुच्चे चिच्याउँदै हिँडेको छ, चिच्याउँदै हिँडेको छ, ईश्वरको हत्या, ईश्वरको हत्या, ईश्वरको हत्या। सम्पूर्ण महानुभावहरूमा हार्दिक नमस्कार। अब गर्दै आजको मेरो खबरपेटिका.com मार्फत खबरपेटिका.com साहित्यिक लाइभ कार्यक्रम मैले यही समापन गर्न चाहेँ। फेरि पनि यस्तै कविता काव्यहरू विभिन्न सिर्जनाहरू लिएर उपस्थित हुने नै छु। आजको लागि बिदा चाहे। सम्पूर्णमा सेवा नमस्कार, हस्त, धन्यवाद।